केटीको घरकै फल्स आएको छ। मेरो चाहिँ फोन क्यामेरा साह्रै टाढो आएको छ। मेरोमा चाहिँ भएन है, हेर्नुहोस् तपाईँहरू फल्सहरू। म चाहिँ फर्स्ट टाइम आएको है, भाइले घुम्नु जाउँ भनेर आएको। यहाँ चाहिँ मेरो बुहारी पुरा फोटोसुटमा छ हो, कति चिसो हावा आएर मरिगयो। दामी रहेछ नि, दिउँसो आएको भए चाहिँ दामी हुने रहेछ। लाइटहरू है यसरी लु जाउँ। यता चाहिँ बहिनी यो चाहिँ डर लाग्ने नि हो, कस्तो मोटो देखेछ नि। यति लगाएको चाहिँ कति हो लगाएर खिचेको चाहिँ बन्द भएको। दुईजना हामी के साह्रो मन परेको लु जाउँ। लु यहाँबाट भिडियो गरिरहेको छु मैले, कल्पना हेर्नु जाउँ हामी उपर जाउँ पुल। यहाँ चाहिँ ड्रेसहरू रहेछ है, यसरी ड्रेसहरू लगाएर अहिले फोन गर्छु ल। यहाँ चाहिँ उयसमा हिँड्ने पो रहेछ है। अब सक्छ हिँड्नु होइन, लगाएर चाहिँ यताउता फोटोहरू खिच्दा हुन्छ। ट्रेडिसनल हो ए, ट्रेडिसनल ड्रेस। ऊ पर पनि छ यस्तो माथि माथि पर्नेहरू। ए यहाँ चाहिँ हामी बेलुका आएर केही देख्नु पाएन, के गर्नु। बरु दिउँसो हामी आएको भए ठिकै हुँदैछ है। त्यही त दिउँसो आएको भए म पनि अब हिँड्दै भनेको भए दिउँसै भएको भए छोडेर नि उयो गर्थ्यौँ। ऊ माथि जाने गाईहरू थापेको है। यो पानी कहिले सुक्दैन। दुईजना चाहिँ अब छिटो ऊ दुईजना पुरा गएकै छ डिप। राति भरे सपनामा पनि फल्समा गरेको देखिरहन्छ। म त फर्स्ट टाइम आएको नि त। अब यताबाट गर्दै आउँछ फोटोसुट गाडी होइन, दिउँसो आउनु पर्ने छ। आउनुहोस् न, फर्स्ट टाइम भयो नि त। तर म त उयो हुन्छ होला घाइ चाहिँ यहाँ पनि हो। जाउँ न माथि, कस्तो देख्दो रहेछ फोटोहरू। यस्तो रहेछ साथीहरू हो। यहाँ सिँडी मेरो चाहिँ फोनै राम्रो भएन नि, के गर्नु। यस्तो दामी रहेछ। खासमा चाहिँ दिउँसो घुम्यो भने चाहिँ है दामी थिएछ। दिउँसो घुमेको भए चाहिँ दामी थिएछ, दामी। तर हामी राति हिँडो आयो, के छैन है। वाउ कस्तो मजाको रहेछ। तिम्रोमा फोटो कस्तो आउँछ हौ? दामी रहेछ। के गर्नु अन्त अब बेलुका पर्यो। अब चाहिँ एक दिन आउनु पर्ने रहेछ है। दुईजना फेरि फल्समै गयो क्या हो। यस्तो सिँडी रहेछ है। दामी रहेछ त, फन घुम्ने। चक्कर पो लाग्दो रहेछ यो सिँडीमा त हेर है। लौ साथीहरू
मुनि राति आएर के छैन अब कता लु हौ 2 जना फल्समै जान्छ है गयो हामी त सरी के गर्नु अब गएर नि त्यसै यसो भिडियो गरी आयो जाउँ अब जाउँ मन मात्रै बिग्रे जानु 2 जना हामी यहाँ 2 जना जानु लु 2 जनाको चित्त बुझ्यो चलो चली लु 2 जना गयो अब तपाईँ जानुहोस् त म यहाँबाट गरिदिन्छु तपाईँ तपाईँ जानुहोस् न हेलो गाइसहरू चाहिँ उता फरेनबाट आउनु भएको हो यहाँ चाहिँ यस्तो छ यता यस्तो अहिले अँधेरो भएर चाहिँ हामीले देखेन यहाँ माथि पनि दामी छ जानुस् न है यहाँबाट खिच्दिनु